नमस्ते सबैजनालाई गुड मर्निङ हर हर महादेव र आज रहेको छ पवित्र साउन महिनाको अन्तिम सोमबार र हामी गइरहेको छु मैले भुइँचम्पा देवी मन्दिर दर्शन गर्न भनेर भुटानखोतीमा अवस्थित भाइ र म गइरहेको छु। भेटजनहरू पनि बहुत गइराख्नु भएको छ। अहिले म पुगिसकेको छु। गेटबाट एन्ट्री भइसकेको छ। हाम्रो यता मैना पोखरीतर्फ हामी गइरहेको छौँ। हामी आइसकेको छ। मैले हुनेछ भक्तजनहरूको गाडीको भिड यहाँ हेर्न सक्नुहुनेछ। सबैजना आफ्नो आफ्नो ठाउँबाट होइन दर्शन गरौँ भनेर हिजै नै आइसक्नु भएको रहेछ र अहिले दर्शन गरिवरि गइसक्नु भएको छ। लु हेर्नुहोस्, यहाँ बिहान अहिले टाइम हुँदैछ 6 पनि बजेको छैन। लु हेर्नुहोस् भक्तजनहरूको भिड। हर हर महादेव यहाँ हेर्न सक्नुहुनेछ। हर हर महादेव, हर हर महादेव। र हामी चाहिँ आइसकेको छौँ। मैले जग्गामा आइसक्यौँ। हामी चाहिँ गन्तव्य स्थलमा होइन। र हामी चाहिँ यहाँ होइन फलमूलहरूको यहाँ हेर्न सक्नुहुनेछ। यता छ, त्यहाँ पछि यहाँ हेर्न सक्नुहुन्छ। यस्तो खालको छ त्यसको होइन। सबै राम्रो लाग्यो देखेर है। यहाँ चाहिँ मिठाईहरूको रहेछ होइन। सबैको त देख्न साह्रै राम्रो लाग्यो रहेछ नि। हजुर हजुर, यहाँ भाइले मलाई चिन्दा रहेछन्। यहाँ भाइले पनि देखा रहेछन्। हर हर महादेव भाइ। ल ठिक छ नि नि भाइ? ल बढिया। सबै यता जति पनि चाहिने पूजा सामग्रीहरू होइन यहाँ सबै भेटिन्छ। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो दाहाल स्टोर निकासीबाट आइसक्नु भएको छ। यहाँ हेर्न सक्नुहुन्छ बिहानै यहाँ एउटा टोप्ला लिएर पनि हामीले अहिले ल्याइदिइसकेको छौँ दाजुलाई। ल दाजु हर हर महादेव। आज चाहिँ भयो अन्तिम सोमबार होइन। र आजबाट त यहाँ भेटिँदैन होला तपाईँलाई। र तपाईँहरूलाई केही चाहियो भने निकासीमा चाहिँ आउनु सक्नुहुन्छ। यहाँ चाहिँ सबै नै दृश्यहरू यस्तो मजाको छ होइन। सुन्दर राम्रो लाग्यो। यता हाम्रो नेपाली भाइ हुनुहुनेछ। भक्तजनहरू मन्दिरबाट आइराख्नु भएको छ। हर हर महादेव हेर्न सक्नुहुनेछ। अहिले हामी चाहिँ यहाँ जुन चाहिँ खुड्किलो छ होइन, हामी त्यहाँ आइसकेको छौँ उठ्नको लागि होइन। अब यहाँ भाइ छ। भाइ हर हर महादेव, हर हर महादेव। भाइ र म आएको छौँ र यहाँबाट अब सिँढी होइन, सिँढीबाट अब माथि जानुपर्ने छ होइन। हर हर महादेव आइराख्नु भएको छ, गइराख्नु भएको छ। हर हर महादेव, हर हर महादेव, हर हर। हामीले विश्राम लियौँ जान सक्नुहुनेछ होइन। र थोरै उकालो आउनुपर्ने छ र थोरै भए पनि अलिकति कस्तो हुँदो रहेछ। हर हर महादेव होइन। यहाँ भक्तजनहरू आइरहेछ। माताजीको दर्शन गर्ने यति सजिलो छैन। यहाँ हेर्न सक्नुहुन्छ बाटोहरू है। यहाँ केही वर्ष अगाडि होइन ठुलो पानी परेकोले यहाँले भूमिकम्पले यहाँ हेर्न सक्नुहुन्छ बाटोहरूको दृश्य एकदमै बिग्रिसकेको छ। हेर्न सक्नुहुन्छ। आजभन्दा 4-5 वर्ष अगाडिको कुरा हो यो। र सबै नै यहाँको आदि सरी नै सबै तसनस भइसकेको छ। बाटोहरू पनि दुई लाइन थियो, 2 लाइनबाट एउटा लाइन भएको छ। किनकि सबै यहाँ करोखनिया भएर हेर्न सक्नुहुन्छ होइन। भूमिकम्प आएर यस्तो दृश्य भइसकेको छ। अहिले माताजीको दर्शन गर्ने यति सजिलो छैन। जय माता दी। दृश्यहरू यस्तो देख्न पाइरहेछ मन्दिर हो। जय माता दी। पूजा पनि भइसक्यो। हामीले पूजा गरिसक्यौँ र अब हामी तल जाँदैछौँ है त। जय माता दी। अहिले माताजीलाई दर्शन गर्नुको छ र पूजा पनि गरिराख्नु भएको छ र हामीले चाहिँ गरिसक्यौँ। जय माता दी। हर हर महादेव।